फुल अफ ट्राफिक भइलिन्छ यहाँ हो यातायात चाहिँ अहिले हाम्रो सहयोगी साथीहरू कोही पनि छैनन् भन्ने कुरा सुनेको छु कहाँसम्म सत्य छ हेरौँ लेट्स गो एन्ड सी त्यस्तै छ र अब के भन्ने सिचुएसन अगाडि जानै पर्ने भएको छ आफूलाई वेलकम टु द ब्लक आजको हाम्रो काठमाडौँ सिटी राइडमा सबैजनालाई स्वागत गर्न चाहन्छु भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला यो चाहिँ हो हाम्रो ताबाखेल ओह्रालो अझै पनि बाटो चाहिँ नाजुक अवस्थामै छ होपफुली बालन सरकार विल डु समथिङ फर दिस रोड यातायात जान्छु लाइसेन्स रिन्यू गर्न प्लस हिजो भनेको देवराज भुइँना र बबीको लाइसेन्स निकाल्नलाई प्रिन्ट भइसक्यो होला मिठो हो नाकदहको पानी चाहिँ धमिलो रहेछ अनि यसरी लुगा धुएर सुकाउने कार्यक्रम भइरहेको छ अहिले चाहिँ व्यवस्थित भइसकेको छ स्वात्तै गइदियो यार माछाले धुलै धुलो पार्यो विकास नेपालको विकास हो नयाँ बिल्डिङ भइसक्यो ल भरे कल गर है लभ यु टु बाई 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 अब म सिधै यातायात तिनकुने जान्छु त्यहाँ नयाँ हाम्रो सरकारले कति छिटो लाइसेन्सको कामहरू बन्द रहेछ भन्ने कुराहरू हेर्नुपर्ने छ नयाँ सरकारको काम कतिको तीव्र गतिमा हुँदैछ आज टेस्ट गरिदिनुपर्छ गाइज है त गोदावरी हाइवे फुल रसमा छ आज किनभने आज मन्डे हो सबै अफिसहरू सुरु भयो नेपालमा पनि सटरडे सन्डे 2 दिन अफ रहेछ अनि त्यो भएर हिजो म त्यो मेरो काम गर्न पाइनँ लफरा परेछ यति लफराले यहाँ हिँड्थ्यो कुकुरले झन्दै फेरि दिमाग खराब गर्यो यार कुदाउनु हुँदैन यो गोदावरी रोड एकदम डेन्जर छ कहिले भाइ कुत्ता आइदिने कहिले कुकुर आइदिने त्यही विदेश बसेर आएपछि दुबई बसेर आएपछि यहाँ कुदाउने एकदम गाह्रो छ क्या किनभने दुबईमा अब रुल्स हुन्छ है त्यही भएर हरेक ट्राफिक रुल्सहरू फलो भएर हुन्छ नि त यहाँ भनेको अब एकदमै सिभिक सेन्स युज गर्नुपर्ने हुन्छ लाइक ऊ कता जाँदैछ अब उसले थाहा हुँदैन तर हामीलाई आफूले थाहा हुनुपर्ने हुन्छ कि यो बाइक जाँदैछ नि अब यो स्वात्त यता राइट आउनु पनि सक्छ त्यो भएर वी हेभ टु युज आवर सिभिक सेन्स टु ड्राइभ इन नेपाल यहाँ पनि जानु भन्दैछ अनि भरे लडाइदियो भने त अनि बेकारमा विदेश फर्किनु पर्ने मान्छे होइन
सातो बाटो आइपुग्यो म चाहिँ एकदमै भिडभाड हुने एरिया आइसक्यो यो रोड चाहिँ एकदमै 40-50 त्यहाँभन्दा माथि गयो भने फाइन हुन्छ ट्राफिक फाइन हुन्छ अरे नि त त्यस्तो रमाइलो हुन्छ हौ काठमाडौँमा कुदाउनु यसलाई मैले बुझ्नु पर्यो हैन ट्राफिक डिस्टेन्स चाहिँ कायम राख्नुपर्छ क्या अरूले नराख्दैन भालै भएन नि किन जोतेर लगाउनु यतिको डिस्टेन्स भयो भने भइगयो नि मलाई एजुकेसन दिनु पऱ्यो क्या 50 रोड साइन ठिक छ एक्जिटको पनि नम्बर हाल्दै हुन्छ क्या लाइक यो अब ए ओके एक्जिट 2 चाहिँ सानो रहेछ है ल अलिक एक्जिट लेखेपछि 2 चाहिँ तलतिर अर्कै सानो बक्स बनाएर व्हाइट बक्सभित्र 2 लेखेको भए चाहिँ इट विल बी मोर बेटर यो खासमा इन्ट्रान्स लेखेको छ म यहाँ एक्जिट हुनुपर्ने छ मेरो लाइसेन्स एक्सपायरी भएको चाहिँ 1 वर्ष भयो कति फाइन लाग्दो रहेछ लेट्स सी यसपालि हेरौँ 1 वर्षमा कति राजस्व तिर्नुपर्ने रहेछ आई विल एक्सप्लेन यु लेटर इन माई ब्लग यति तपाईँहरू लाइसेन्स रिन्यू गर्दै हुनुहुन्छ परैबाट एक्जिट लिनु होला यता अगाडिबाट एक्जिट लिने ठाउँ छैन यहीँ हो यातायात चाहिँ अहिले हाम्रो सहयोगी साथीहरू कोही पनि छैनन् भन्ने कुरा सुनेको छु कहाँसम्म सत्य छ हेरौँ लेट्स गो एन्ड सी हुन्छ कि हुँदैन है आज राख्दिउँ तो ढल्कियो यार मलाई दुःख दिइहालेछ यार Oi. Parking area. Hey, yeah. रिन्युअल को लाइन हो यो
रिन्युअलको लाइन हो यो खोइ म त लाइसेन्स हराएर आएको मेरो काम भएन आज मेरो थाहै भएन ओरिजिनल नागरिकता फोटोकपी जे भए पनि चाहिने रहेछ फोटोकपी त थियो ओरिजिनल थिएन पासपोर्ट पनि थिएन अब फेरि लम्बियो फाइन लागेर 45,000 सम्म पुग्यो अरे त्यतिकै चलाइदिनु पर्ला जस्तो छ पछि नेपाल आउँदाखेरि खारिज गरेर अर्को लाइसेन्स निकाल्दाखेरि नै छोरोलाई फाइदा होला जस्तो छ लास्ट गर्मी परेको छ दिउँसो छ यार काठमाडौँमा बिचौलिए दाजुभाइहरू चाहिँ सबै साइड लागिसकेको छ ए थ्याङ्क यू ओह्रालो रहेछ स्टिफ So traffic is really nice solid line छ हैन आइरहेको छ अब के भन्नु आमा हो ट्राफिक त के भएछ यार फुल अफ ट्राफिक भाइलेन्स गरिरहेको छु मैले त्यस्तै छ र अब के भन्ने सिचुएसन अगाडि जानै पर्ने भएको छ आफूलाई दामी कार रहेछ यार दाइको i10 म्याग्ना नेपालको एकदमै हिरो गाडी हो यो ओए
हाम्रो एरिया आयो। अब चाहिँ यहाँ आउने बित्तिकै चिसो चिसो हुन्छ क्या, शीतल भइहाल्छ। किनभने यो कुर्सी एरिया हो अनि यहाँबाट उकालो लागेपछि मेरो एरिया, हाम्रो गाउँ तापाखेल। हाम्रो एरियामा आइसकेपछि पानी ट्याङ्की, सलिङ्गेश्वर पानी सप्लायर्स। ठिक छ, जनताको सेवा गर्दैछ गाइजहरूले। नाइस। मलाई अगाडि जान दिएन। यहाँनिर चाहिँ पुल बन्दाखेरि 1 वर्षभन्दा धेरै लाग्यो। बनिसकेपछि पनि यस्तो बिजोको अवस्थामा छ। अनि मेरो मिसेस लडेको पनि त्यहाँ अगाडि हो। यो एमालेको हाम्रो सरकारले यस्तै बनाउँछ। यहीँनिर लडेको मेरो बुढी र मेरो भान्जी। बाटो त बनायो, बनाइसकेपछि ढल खन्दैछ। ढल खनिसकेपछि अर्को के खन्छ। ताबाखेलको चिल्लो बाटो भएको छ, मन खुसी हुन्छ यहाँसम्म। ऊ त्यहाँ गएपछि फेरि वाह आई वाह, फेरि उस्तै पुरानो अवस्था भइहाल्छ। यहाँबाट चाहिँ उस्तै हो। फेरि सरकार घन्टी बजाउनु पर्यो यता पनि। सरकार घन्टी बजाऊ। मिठो घन्टी बजाऊ। ना ना ना
राइट गयो भने त घङल्याङ र घुलुङ छ लेफ्टबाट ओह्रालो झरेरै जानु पर्ला आज पनि त्यसै दामी घर बनाएको छ यो खोल्साभित्र घर चाहिँ दामी छ लोकेसन चाहिँ अलिकति अर्ग्यानिक भयो नि त गर्मीले त मार्यो भेनाको 2022-23मा रहेछ एप्लाई गरेको बुढीको 2024मा अनि 2022 जुलाईसम्मको मात्रै आएको रहेछ लाइसेन्स चाहिँ त्यही भएर अझ कसैको काम भएन भोलि मेरो काम हुन्छ किनभने म मेरो नागरिकता र पासपोर्ट लगेर जाँदैछु त्यो भएर टुमरो विल बी माई वर्क तर नागरिकता कहाँ छ भन्ने कुरा चाहिँ मैले बिर्सेँ होइन तर पासपोर्ट छ अनि मेरो 4500 फाइन पनि छ अरे अब त्यो चाहिँ के हुन्छ हेरौँ लेट्स सी गाइजहरु ब्लगलाई चाहिँ लाइक शेयर सब्स्क्राइब गरिदिनु पर्यो अनि कमेन्ट पनि गरिदिनु पर्यो मेरो डेली ब्लग आउँछ अब चाहिँ यसको आँखा क्या डेन्जर छ